नमस्कार सम्पूर्ण मित्रहरूलाई। आज चाहिँ यो मेरो DJI Osmo Pocket 3 भ्लगिङ क्यामेराबाट फर्स्ट भिडियो हो यो। हेलो मामु छोरी। यहाँ चाहिँ एउटा सानो स्विमिङ पुल रहेछ, एउटा सानो पोखरी, स्विमिङ पुल होइन पोखरी रहेछ। खेलाइरहेको छ मान्छेहरूले। आजको ब्लगबाट म बिदा चाहन्छु। अर्को नयाँ ब्लगमा भेट्ने बाचाको साथ सबैजनालाई अहिलेलाई गुड नाइट, हस्त नमस्कार। नमस्कार सम्पूर्ण मित्रहरूलाई मेरो नयाँ एपिसोडमा हार्दिक स्वागत छ। आज चाहिँ यो मेरो DJI Osmo Pocket 3 भ्लगिङ क्यामेराबाट फर्स्ट भिडियो हो यो। कस्तो आउँछ तपाईहरुलाई मैले यो मेरो भ्लग देखाउने छु। तपाईहरुले मेरो भिडियोलाई, मेरो भ्लगलाई अन्तिमसम्म हेरेर साथ दिनु होला र लाइक, कमेन्ट अनि शेयर गरिदिनु होला। र यदि तपाईहरु मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्स्क्राइब पनि गरिदिनु होला। हस्त धन्यवाद। जहाँ चाहिँ भन्छ नि त फ्यामिली टाइम हो आज। पानी सब हो के सब खानेकुरा छ। खानेकुरा छ। मान्छे छैन रहेछ छोरी, आज त खाली रहेछ नि त। यहाँ मात्रै कति प्याक छ नि। ह्याप्पी हुनुभयो? आमा छोरी दुईजनालाई नि भिडियो बनाउन नमनपर्छ। पापाको फेभरेट क्यामेरा छडाएकै साना पनि उता उता, मामा पनि उता उता। है छोरी? यस। सानाको न्यू स्कुल कता छ? भिडियो खिच्न मन लाग्दैन छोरीलाई कि लाग्छ? लाग्छ। उता हेरिछ, हाय गरिछ, उता हाय गरिछ त। उता भित्र हैन मामा छेउ त गएता जो। पोर्टल हो, द्याट वन इज द पोर्टल। यता जानु त्यहाँ जानु मिल्दैन, जानु मिल्दैन नि त त्यो। बुकिङ गर्नुपर्छ। अनि यो उनीहरु कस्तो जानु मिल्दैन। हेलो मामु छोरी, कता हो हिँडिसिया हो?
हो कलर गर्ने हो ओके फेरि हामी भिक्टोरिया पार्कतिर आइरहेको छौँ अब समर सिजन स्टार्ट भइसक्यो गर्मी अलिकति बढी नै छ त्यही भएर हामी बेलुकी फेरि निस्कियो हेलो बिस्तारै हामी घुम्दै गरेको हो छोरी र मामु चाहिँ उता हिँडिरहेको छ म चाहिँ यता भिडियो खिचिरहेको छु अहिले चाहिँ 5 बजिसकेको छ यहाँ जस शीतलै लागिरहेको छ छोरी चाहिँ आज टेन्ट तागेर बस्ने रे त्यही भएर टेन्ट बोकेर हिँडिरहेको छ अनि टेन्ट तागेर टेन्टभित्र चाहिँ ड्रइङ गर्ने रे छोरीको सोख आजको हेलो बेबी यो चाहिँ ठुलो फुटबल ग्राउन्ड छ यहाँ ब्याडमिन्टनहरू पनि यसो दिउँसोखेरि खेल्दाखेरि मजा हुने रहेछ ल आउनुहोस् है आउनुहोस् म चाहिँ यता हिँडिरहेको छु कताबाट जाने हो जाने यताबाट होइन जस्तो छ यहाँबाट हो होइन यस्तोमा होइन अलिक दुबोमा गर्नुपर्छ जाम उतातिर उयो माथितिर दुबो छ ऊ माथि होइन माथि हो यो चिया कहाँ उमा त खतम भइहाल्छ नि ओ यहाँ माथि गर्दा पनि हुन्छ सबै केटाकेटीहरू खेलाउनु लिएको रहेछ यहाँ है होइन जहिले यस्तै हुन्छ ऊ माथिको जाँदा हुन्छ हामी त्यहाँ बेबीलाई हुन्छ नगरेपछि हजुर हुन्छ यहीँ गर्ने यहाँ आउनु न यहाँ
मेरो छोरी चाहिँ अहिले ड्रइङ गर्दैछ टेन्टभित्र बसेर। यहाँ चाहिँ रौ खोजिरहेछ रिमोट सिस्टम जेट बोटहरू सानो सानो खेलाउने ठाउँ रहेछ। मान्छेहरूले यहाँ खेलाइरहेको छ। पुरै रिमोटबाट चल्ने एकदम आनन्द हुनेछ। सफा पानीमा छुट्टै आनन्द आउनेछ। म त्यो भिडियो तपाईँहरूलाई देखाउनको लागि यता आइरहेको छु। यही ठाउँ हो। यसरी आनन्द खेलाइरहेको छ मान्छेहरूले। यसरी खेलाइरहेको छ मान्छेले रिमोट सिस्टम रिमोटबाट चाहिँ आनन्दको रहेछ। मलाई पनि साह्रै आनन्द लाग्यो। आनन्दले खेलाउने रहेछ। पानी नै यसरी हालिदियो। यसरी चाहिँ कुदाएको हुन्छ। आनन्दको पनि ठाउँ रहेछ यहाँ। छुट्टै आनन्द आउँदो रहेछ। सानो बच्चाले चाहिँ यहाँ ट्राई गर्दैछ। यहाँ चाहिँ फेरि अब यो 6 बजिसकेको छ। मजाको पानीको कोडा उकालो चाहिँ आइराखेको रहेछ। यहाँ चाहिँ बत्ती पनि बलिरहेको रहेछ। यस्तो टाइपको यहाँभन्दा यता मात्रै खेल्ने होला सायद। यता चाहिँ नखेलाउने होला। यहाँ चाहिँ बोर्डर लाइन दिइराखेको छ। यहाँ के लेखेको छ? फास्ट बोर्ड एरिया। अब यता चाहिँ फास्ट बोर्ड एरिया हो भन्ने चाहिँ यो चाहिँ कस्तो खतरा चाहिँ अब यसरी डेन्जर रहेछ। यो ठुलो मान्छेले नै खेलाइरहेको छ। सानो बच्चाले ठुलो मान्छेले चाहिँ खेलाइराखेको छ। यस्तो ठाउँ पनि रहेछ यहाँ।
सुविधा सम्पन्न अब सहरमा हरेक प्रकारका सुविधाहरू उपलब्ध गराएको छ। यस्तो छ, यहाँ अब यसरी चट्ट बसेर गफसफ गर्ने विश्राम कक्ष पनि छ, विश्राम स्थल। यस्तो त अब धेरै ठाउँ नै छ। उताबाट चाहिँ पुरै चाहिँ बलिसकेको छ लाइटहरू। साँझ परिसकेको अवस्था, कस्तो मजाले फोहोर आइराखेको छ। म तपाईँलाई नजिक ल्याएर नजिक जुम गरेर देखाउँदैछु। यस्तो कति आनन्दले लाइटको कलरहरू पनि चेन्ज भइराखेको छ। यस्तो मजाको छ। यो माथितिर हाइट आनन्द छ। विशेष गरी यो बच्चाहरूलाई चाहिँ खेल्ने ठाउँ अति नै उपयुक्त वातावरणमा यो हङकङमा चाहिँ बनाइएको हुन्छ। मनमोहक छ। अब यहाँ माथि चाहिँ अब डाँडा छ। यो तल चाहिँ टक्क हङकङमा थोरै मात्रै भूभागसम्म छ। यहाँ चाहिँ गोब्रेसल्ला छ। तपाईँको यो धुपीसल्ला त होइन होला, माथि लेसतिर पाउने तपाईँको पानी सानी पर्दा टक्क बस्ने ठाउँ पनि हो। यो तल्लो चाहिँ क्यान्टिन हो। क्यान्टिन पनि उपलब्ध रहेछ यहाँ। यो चाहिँ क्यान्टिन हो। यहाँ अब सामान्य खानेकुराहरू अनि अब चिसो पेय पदार्थहरू पाउँदो रहेछ। मानिसहरू आफ्नो हेल्थको लागि 1-2 घन्टा टाइम दिन्छ। यहाँ अब के दिन के रात संसारको सहरहरूमध्ये 7औं नम्बरमा सुरक्षित सहर परेको छ यसपालि 24 र 25 को यो रिसर्चमा भनेपछि यहाँ धेरै नै सुरक्षित छ। यहाँ चाहिँ दुबो रोपेर मजाले यसरी पानी छोडिदिइराखेको रहेछ। अब यो मजाले हरियाली हुन्छ यता। अनि यो हरियाली भइसकेपछि फेरि यो यतातिर होला सायद यसको पालो। यतातिर चाहिँ अहिले चाहिँ खेल्नहरू दिइराखेको छ। अब बेलुका साँझ अब तपाईँको अब प्रत्येक बिल्डिङहरूको पुरै अब यो चाहिँ के अरे बिल्डिङ नै बल्छ। अब हेर्नुहोस् यसरी झिलिमिली बल्छ। अनि तपाईँको दिनमा भन्दा रातमा चाहिँ रमाइलो हुन्छ। यसरी मान्छेले आनन्द यस्तो मजाको चाहिँ अब के अरे वर्कआउट गर्ने ठाउँ छ। तपाईँको के गर्नुहुन्छ, कसो कुन चिजको गर्नुहुन्छ, ह्यान्डको गर्नुहुन्छ कि अब तपाईँको लेगको गर्नुहुन्छ कि साइकल चलाउनुहुन्छ कि है। यस्तै साइकलहरू चलाउँदैछ। साइकल चलाएको खाएको भयो चाहिँ है। यहाँ चाहिँ अब लेगको गरिराखेको छ, खाइको गरिराखेको छ। सानो बाबुले चाहिँ ह्यान्डको गरिराखेको छ। यस्तो छ। रनिङ गर्ने ठाउँ चाहिँ यो रेड कार्पेट जस्तो छ। यो चाहिँ चिप्लिँदैन। यो एकदम मजाको हुन्छ। यो जस्तै पानी सानी पर्दा पनि चिप्लिँदैन। यसले चाहिँ त्यो जुत्ताको सोल र यो चाहिँ पिच यो चाहिँ रबर जस्तो हुन्छ यो। अनि समात्छ, यो जुत्ताको सोललाई समात्छ नि टक 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 हुन्छ। यो चिप्लिँदैन। अब चाहिँ हामी बिस्तारै बिस्तारै घरतिर लागिरहेको अवस्था हो। ल हेर्नुहोस्, अब अहिले अघि तपाईँहरूलाई देखाएको बिल्डिङ अहिले चाहिँ यस्तो भइसकेको छ। ल हेर्नुहोस्, यसरी बोल्छ चाहिँ हङकङको बिल्डिङहरू रात परेपछि यता
हजुर कता हेर्दा हेर्दा मेरो छोरी पनि के हो अब चाहिँ हामी घर जानको लागि बस स्टेसनतिर जाँदै गरेको अवस्था हो। तपाईहरूलाई मेरो भिडियो के कस्तो लाग्छ कृपया लाइक कमेन्ट र सेयर गरिदिनु होला र यदि तपाईँहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब पनि गरिदिनु होला। अब हामी गाडी स्टेसनतिर आइसकेको छौँ। आजको भ्लगबाट म बिदा चाहन्छु। अर्को नयाँ भ्लगमा भेट्ने बाचाको साथ अहिलेलाई सबैजनालाई गुड नाइट, हस्त नमस्कार।